छोरी भन्छु क्या मैले यसलाई। र बस ओए 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 तिमी पनि खायो कप। हेलो हेलो, आज म 12-13 वर्षपछि टिमिलाको टुसा खान जाँदैछु। यस्तरी भए चाहिँ मैले हामी पहिला 12-13 वर्ष भयो होला मैले टिमिलाको टुसा नखाएको। आज ट्याक्क मम्मीले घाँस काटेर ल्याउनु बारी छ क्या। हाम्रो यहाँ खसी छ क्या, त्यो खसीलाई घाँस काटेर ल्याउनु बारी छ कहाँबाट। टिमिलाको टुसा खान मन लाग्यो क्या मलाई। कस्तो दुध आयो, हामी दुध आयो भनेर भर्खर यो त अलि अब ढिला भइसक्यो। उसमा रुखमै गएर पट्ट भाँचेर खाएको कस्तो राम्रो दुध आउँथ्यो क्या। हेर्नुहोस् कस्तो छ खाएला। टिमिलाको टुसा क्या 12-13 वर्ष भएपछि मैले टिमिलाको टुसा खाएँ है गाई। पात कस्तो राम्रो, यसको फल पनि हुन्छ, यत्रो दाना हुन्छ, पाकेपछि यस्तो लास्टै मिठो हुन्छ क्या। हामी गोठला जाँदाखेरि पहिला बच्चामा रुखमा चढ्ने अनि यसको यो दुसा टुप्पाहरूलाई भाँच्ने अनि चोप आउँथ्यो क्या यसको, अनि दुध भन्दै चाटेर खाने। त्यो अलि ढिला भइसक्यो त्यही भएर यस्तो भयो। कसले खानुभयो यस्तो भन्नुहोस्, कमेन्ट गर्नुहोस् है। तपाईँहरूले पहिला कसले खानुभयो गाउँघरतिर टिमिलाको टुसा भन्नुहोस् है। मैले यस्तो कस्तो राम्रो छ, तर भर्खर भाँचेपछि कस्तो राम्रो दुध आउँछ कि यहाँबाट। यो अलि टाइम भइसक्यो, 1-2 घन्टा भइसक्यो घाँस काटेर ल्याएको, त्यही भएर अनि यो दुध आएको छैन। कस्तो राम्रो पात हेर्नुहोस्। हामी यसमा पहिला भैँसी पाल्ने अनि खिर पकाएर अनि ट्याक्क आएर अनि यहाँ राख्ने क्या। अनि त्यो पिठोको खिर के पिठे खै के भन्छन्, गहुँको पिठो हालेर त्यो दुधमा अनि खान्थ्यो कि। यसमा राखेर जसरी चाटेर खान्थ्यो क्या। यस्तो राम्रो पात, यो टिमिलाको पात हेर्दा खिर कस्तो गरेको थियो। अनि खिर पिठे भाँडो भन्थ्यो, पिठे भाँडो। अनि खिर पिठे भाँडो खान्थ्यौँ क्या यो टिमिलाको पातमा। यस्तो राम्रोसँग खान्थ्यौँ कि आमा कस्तो याद आयो क्या मलाई। एउटा भैँसी थियो हाम्रो सेतो, त्यो भैँसीको कति धेरै दुध हुन्थ्यो क्या, एउटा घ्याम्पा नै भर्थ्यो क्या। अनि यस्तो हामी खिर पकाएर खाने, पिठो भाँडो पकाउने मम्मी, यस्तो अहिलेसम्म याद आउँछ मलाई। अनि गोठला जाने अनि बच्चा मैले 12-13 वर्ष भयो कि यसको घाँस देखेँ कि मम्मीले खसीलाई घाँस काटेर ल्याउनु बारी छ ट्याक्क। अनि यसको डुसाहरू देखेँ अनि खान मन लाग्यो गाइस। 13 वर्षपछि म खाएँ ल। हजुरहरूले कसले खानुभयो भन्नुहोस्। यो टिमिलाको टुसा अनि त्यसपछि थकाइला के हुन्छ नि काँडा उसको कस्तो धेरै खायौँ हामीले पहिला। हेर्नु न कस्तो राम्रो खिर खाने, ट्याक्कै पिठे फाडो खाने जस्तै पात। बेबी तिमीलाई पनिक्क भयो मेरो बेबी गाई। छोरा हो नि छोरी हो, तर छोरा हो, छोरी भन्छु क्या मैले यसलाई। र बस ओए 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 तिमी पनि खायो कप। बच्चा हेलो भनिदेऊ छ नि। ल बस ल स्याउ खाऊ। अर्को पनि रहेछ, मैले तिनवटा टुसा खाएँ ल। यस्तो सेतो चोप आउँथ्यो नि, चाटेर खान्थ्यौँ क्या हामी। मम्मी बुवा आउनुभयो। बाई बाई गाइस, कमेन्ट गर्नुहोस् है कसले खानुभयो, कसलाई गाउँको याद छ भन्नुहोस् होला है। मलाई चाहिँ गाउँले जीवन मनपर्छ ल।